मोनार्की आएको चाहिँ होइन कि मोनार्की आयो भने बेस्ट हुन्छ भन्ने खालके। अनि अब चुनाव आउँछ नि त फागुन 21 गते। अनि तिमीले कसले जित्दियो हुन्छ जस्तो लागिरहेको? रवि लामिछाने, केपी ओली र अनि शेरबहादुर देउवाले नजित्ने? भुतै निस्किसक्यो। जेएनजी प्रोटेस्टमा तिनीहरूले ध्वस्तै खाएर। अनि त्यहाँ के भयो तेरो? शेरबहादुर देउवा, शेरबहादुर देउवा त्यसलाई के गर्यो? त्यो देउवा त होइन, अर्कै मान्छे हो। अर्कै देउवाले त घरै कुटेका हुन्। केपी ओली त अब प्रधानमन्त्री हुने रे नि त चुनावपछि। हुन सक्दैन। अनि तिमीले यदि तिमी भोटर लिस्टमा तिम्रो नाम हुने भने के तिमीले भोट कसलाई दिन्थ्यौ? रवि लामिछानेलाई हो। रवि लामिछानेको पार्टीले जित्छ जस्तो लाग्छ तिमीलाई? हो र भनेपछि रवि लामिछानेलाई भोट हालिदिने हो। अनि आज हामी कहाँ जाँदै हो त नि? बाटो पनि थाहा भइहाल्छ नि, भन्नै पर्दैन। अनि आज हामी फर्किने हो कि होइन? मेरो थाहा छैन। हाम्रो गाउँ पुरै पिच भइसकेको छ होइन। हामी यता सर्टकट बाटो आइरहेको छौँ गाइसहरू। र चाहिँ हाम्रो यो कच्ची बाटो हो। उतापट्टि हाम्रो बाटो छ हो, त्यहाँ बाटो त्यो पिच छ पुरै। आज हामी चाहिँ गाउँ जाने हो। शिवरात्रिको दिनमा हो। शिवरात्रिको दिनमा हो क्या? माघको महिना होला नि। कति गते त्यो थाहा छैन, पात्र हेर्नुपर्छ।